भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। सहकारीको विषयमा पनि सोध्नु भएको थियो। सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। अस्ति लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै उहाँहरू पीडितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू, अर्को दुईटा प्रतिवेदन सार्वजनिकको कुरा र बाँदर व्यवस्थापनको कुरा उहाँले यता प्रतिपक्षको तर्फबाट अघिको योभन्दा अगाडिको मान्य प्रश्नकर्ताले सदस्यले चाहिँ बाँदर व्यवस्थापनको कुरा र प्रतिवेदन सार्वजनिकको कुरा पनि राख्नु भएको छ। धन्यवाद। धन्यवाद। सामान्य सभामुखज्यू, प्रतिवेदनहरू अध्ययन समिति बन्छ। जस्तै मिडियामा आइसक्यो, तर त्यो मानव अधिकार आएको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमा अफिसियली बुझाइएको छैन। त्यो 29 पेजको केही खण्ड आए तापनि त्यो 10,000 पेजको छ भन्ने सुन्नमा आएको छ। त्यो प्रतिवेदन हामी कहाँ नै अफिसियली रूपमा आइसकेका छैनन्। अनि त्यो प्रतिवेदन आएपछि हामी सार्वजनिक गर्छौँ नै। लगायत मैले अघि भने जस्तै देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्। ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ। फेरि त्यो उहाँहरूलाई छिटो 2 दिनमै अध्ययन गरेर दिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ। र बाँदरको विषयमा त अस्ति मान्य महावीर पुनज्यूले पनि भन्नुभएको थियो, एकदमै गाह्रो विषय हो, एकदम सजिलो छैन। यो भन्ने बित्तिकै तपाईले विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जङ्गललाई नै वायरिङ गरेर राखिन्छ। त्यो मानव बस्ती र जङ्गली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले देश विदेश विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुनसक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ। त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ। धन्यवाद। विपक्षी बेन्चकै तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रश्न छ भने 2 मिनेटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, हालैका दिनमा धेरै नेपाली नागरिकहरूलाई भिजिट भिजाको नाममा गल्फ तथा अन्य मुलुकहरूमा लैजाने क्रम रोकिएको छैन। यसरी भिजिट भिजाको दुरुपयोग मार्फत श्रम शोषण, मानव बेचबिखन अवस्था सृजना भइरहेको विषय गम्भीर रूपमा उठिरहेको छ। मैले यस विषयलाई संसदमा समेत उठाउँदै हजारौं नेपाली नागरिकहरू विभिन्न बहानामा विदेश पुर्याउने र शोषणको चक्रमा फसाइने अवस्था रहेको कुरा उल्लेख गरेको नै थिए। यस सन्दर्भमा सरकारसँग मेरो प्रश्न छ, भिजिट भिजाको नाममा हुने यस प्रकारको अवैध श्रम आप्रवासन र मानव तस्करी नियन्त्रण गर्न सरकारसँग के कस्तो ठोस योजना छ? साथै सरकारले वैदेशिक रोजगारीको नाममा देखिएको संरचनागत शोषण रोक्न घरेलु श्रम, डोमेस्टिक वर्क सम्बन्धी प्रतिबन्ध पूर्ण विचार गर्ने सोच राखेको छ कि छैन? र अघिल्लो सरकारमा सत्तापक्ष रहँदाखेरि भिजिट भिसा प्रकरणमा ठुलै उहाँहरूले बुलन्द आवाज उठाउनु भएको थियो। अहिलेको सदनमा सरकार पक्ष भइसकेपछि अहिले उहाँहरूको योजना के छ? अन्त्यमा रेमिटेन्समा अत्याधिक निर्भर र उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र रोजगारी सृजनामा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न सरकारको दीर्घकालीन रणनीति के हो? र अर्को चाहिँ मेरो प्रश्न, विद्युतीय चुलोमा खाना पकाउनेदेखि सस्तो विद्युतीय मोटरसाइकल प्रयोग गर्ने र जाडोमा विद्युतीय हिटर बाल्नेसम्म यो सरकारले नेपाली मध्यम वर्गको जीवनशैलीलाई परिभाषित गर्ने एउटा महत्त्वपूर्ण सुविधा अर्थात् सस्तो विद्युत खोसेको छ। विद्युतीय सार्वजनिक यातायातको प्रयोग बढ्दै गएको अवस्थामा यसको असर मध्यम वर्गमा मात्र सीमित रहने छैन, दैनिक आवत जावतमा निर्भर न्यून आय भएका नागरिकहरू पनि बढेको
लगतको मारमा पर्नेछन्। ऊर्जा खपतको वृद्धि सामान्यतः अर्थतन्त्रमा सकारात्मक गुणक मल्टिप्लायर प्रभाव सिर्जना गर्ने कारक मानिन्छ, तर अब भने त्यो सम्भावना कमजोर बनेको छ। इन्क्रिज एनर्जी कन्जम्सन इक्वल्स टु पोजिटिभ मल्टिप्लायर इफेक्ट्स अन द इकोनोमी भनिन्छ, नट एनिमोर। यसमा प्रधानमन्त्रीज्यूको के धारणा छ सोध्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू। यो भिजिट मान्य सदस्यज्यू, सम्मान्य सभामुखज्यू, यो भिजिट भिसाको जुन दुरुपयोग विगतका धेरै दिनहरूमा भएका थिए त्यसको लागि एकदमै कडा निर्देशन मन्त्रालय, एयरपोर्ट लगायत त्यहाँ भएका विभिन्न विभागहरूलाई दिएको छ र भिजिट भिसामा गएर त्यहाँनिर कामको लागि इन्टरभ्यू दिएर काम पाउँदाखेरि फेरि फर्केर आउनुपर्ने, फेरि वर्किङ भिजाको लागि अप्लाई गर्नुपर्ने र नेपाल नै आउनुपर्ने व्यवस्था रहेछ। त्यसको लागि पनि एउटा अल्टरनेटिभ उपाय रहेछ। भिजिट भिसामा गएर उहाँहरूले त्यहाँनिर काम गर्न खोज्नु भएको छ भने त्यसलाई वर्किङ भिजामा उतै बसेर पनि कन्भर्ट गर्न सकिन्छ। यसको लागि श्रम मन्त्रालयले विभिन्न क्षेत्रहरूलाई समेटेर यसको व्यवस्थापनको लागि काम गरिरहेको छ। यस विषयमा थप केही जानकारी चाहिएमा श्रम मन्त्रीज्यूसँग पनि लिन सकिन्छ, श्रम मन्त्रालयसँग पनि लिन सकिन्छ नै। र विद्युतको विषयमा अघि भन्नुभयो, देशभरि जुन हिटर इन्डक्सन अहिले चाहिँ के छ भन्दाखेरि साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ। धन्यवाद। मान्य सदस्य महावीर पुनलाई प्रश्न छ भने 2 मिनटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु। धन्यवाद सभामुख महोदय। प्रश्न त थिएन, अब बनाइयो। र पहिलो प्रश्न के छ भने म चुनावी सरकारको मन्त्री हुँदादेखि नै यो विदेशमा बस्ने नेपालीहरूले अस्तिको फागुन 21 गतेको चुनावमा पनि भोट दिने व्यवस्था मिलाउनु पर्छ भनेर धेरै कराएँ। विभिन्न राजनीतिक पार्टीहरूको संयुक्त सम्मेलनमा पनि कराएँ, अनि त्यसपछि के अरे क्याबिनेटमा पनि कराएँ, धेरै साथीहरूलाई कराएँ। त्यति बेला गर्ने भन्दै थियो, तर गर्न नसकिने भयो भनियो। अब अस्तिको चुनावमा त्यो भोट दिने व्यवस्था गर्न नसके पनि अब आउने 82 मा स्थानीय सरकारको, प्रदेश सरकारको चुनाव हुँदैछ। त्यो चुनावमा करिब नेपालीहरू मोटामोटी यति भन्ने त एक्ज्याक्ट डाटा त छैन होला,